ड्रागन फलको सट्टा एउटा ड्रागनको बच्चा भेट्नुभयो क्या ड्याड Daddy, Daddy. भनेर भन्यो भने त्यसलाई तपाईँले पाल्नुहुन्छ कि लगेर गाउँपालिकातिर चाहिँ दर्ता गराउनुहुन्छ कैसे लोग रहते हैं यार यहाँ पर ड्र्यागन फ्रुटलाई कहिले पनि बढेको बढे गर्न दिनु हुँदैन यदि हामीले ड्र्यागन फ्रुटलाई बढेको बढे गर्न दियौँ भने चाहिँ पछि गएर यसले फल सानो दिन्छ त्यो ड्रागन फ्रुट हटाऊ कि मलाई हटाऊ त्यो चाहिँ कसले भन्ने युवतीले भन्नुभयो भने के रोज्नुहुन्थ्यो होला तपाईँले डेफिनेटली ड्र्यागन फ्रुट नि ड्रागनको काँडाले घोचेर चाहिँ तपाईँ ड्रागन म्यान हुनुभयो अरे क्या जसरी स्पाइडरम्यान हुन्छ के गर्नुहुन्थ्यो होला के गर्ने अब यसो खोज्दै हिँड्नु भएन 10 लाख रुपियाँ लगानी गऱ्यौँ कति जस्तो चाहिँ रिटर्न दिन सकिएला 4.5 देखि 5 सम्म एक सिजनमा एक सिजनमा सबै फलफुल बीच महायुद्ध भयो अरे क्या Warriors, fight for the glory of the dragon fruit kingdom! त्यसो हुँदा चाहिँ ड्रागन फ्रुटले स्याउ र स्याङ्जाको सुन्तलालाई हराउन सक्दैन महायुद्ध हुँदा मिलेर बस्छन् होला होइन ड्र्यागन फ्रुट खाँदा पनि हामी सुनाउँथ्यौँ बात त सही है मैले ड्र्यागन फ्रुट खाएँ होइन एक खालको वाउ त्यो एक्सपेन्सिभ थियो अनि हजुर मन्दिरमा पनि चढाउनु नमिल्ने प्रसाद पनि बनाउन नमिल्ने भनेर भनेको छ कसैले त त्यस्तो त मैले सुनेको छैन सर हामी आशा गर्छौँ त्यो एकदम राम्रो भएर जाओस् हजुर नभएको खण्डमा के गर्नुहुन्छ मैले त्यो प्लान बी सोचेको थिएन सर मैले इन्ट्रोडक्सनमा भनेअनुसार जस्तो लाखौँ युवाहरू विदेशिने क्रममा छन् अनि तपाईँले चाहिँ स्वदेशमा नै त्यो सम्भावना देख्नुभयो हजुर यो ड्रागन फ्रुटको खेती र अन्य फलफुलहरूको खेती गर्न कसरी प्रेरणा कहाँदेखि मिल्यो हजुर यो प्रेरणा चाहिँ मलाई खास ड्र्यागन फ्रुटको बारेमा मैले अलिकति रिसर्चहरू चाहिँ गरेको थिएँ सुरुमा त्यति धेरै चासो लागेको थिएन तर त्यसमा अलिकति डिपली रिसर्च गर्दै जाँदा त्यसमा नलेज लिँदै जाँदाखेरि चाहिँ मलाई कमसेकम यसमा भएको 5वटा कुराले मलाई आकर्षित पार्यो के हुन् ती 5वटा कुराहरू ती 5वटा कुरा भन्नुपर्दाखेरि पहिलो कुरा चाहिँ यो वान टाइम इन्भेस्टमेन्ट एकचोटि लगानी गरिसके पछाडि तपाईँले 2 दशकसम्म कमसेकम 20 वर्षसम्म तपाईँले त्यसको फल रिटर्न पाउनुहुन्छ एकचोटि रोप्दा अमेजिङ इन्भेस्टमेन्ट भनेको तपाईँको पिलर लाग्यो त्यसमा खर्च हुन्छ नि त्यस पछाडि बााउन्ड्रीहरूको खर्च भयो प्लान्ट किन्नु पऱ्यो बिरुवा किन्नु पऱ्यो त्यसमा खर्च हुन्छ मल इत्यादि अलिअलि त्यो सानोतिनो त खर्च भइ नै हाल्छ तर समग्रमा भन्दाखेरि तपाईँको मेन कुराहरू खर्च भइसके पछाडि अरू खर्च चाहिँ गरिरहनु पर्दैन तर रिटर्न त्यसले फेरि 2 दशकसम्म दिन्छ पहिलो पोइन्ट दोस्रो पोइन्ट भनेको यो हाम्रो वेदरलाई सुट गर्ने खालको किनकि यो ड्र्यागन फ्रुट भनेको क्याक्टस प्रजातिको अनि हामी तराईवासी जहाँ हामी तराईमा बस्छौँ जहाँ हामी हुर्क्यौँ कमसेकम हामीले त 3 दशक मैले त 3 दशक पार गरिसकेँ यो गर्मीको ठाउँमा अनि यो ठाउँको लागि एकदमै सुइटेबल हाम्रो वेदरलाई मरुभूमिको फल हजुर एक्ज्याक्टली तेस्रो कुरा मलाई आकर्षण पारेको भन्नुहुन्छ भने यो तराई भेगमा यो फल छ नै फेरि तराई भेगमै यो कन्ज्युम हुने भएको कारणले यसको डिमान्डहरू बढी पपुलेसन पनि बढी तराईमै छ सो खोजिरहनु परेन क्या कस्टमरहरू बढी तेस्रो कुरा भइहाल्यो अनि चौथो कुरा भन्नुहुन्छ भने यसमा एकचोटि हामीले लिएको जुन फल छ यो फल मात्र नभएर यसबाट हुने विभिन्न यसको प्रयोजनहरू जस्तो कि फलबाट हुने जाम फ्रुट जाम ड्राई फ्रुट पनि हुन्छ यसबाट बन पनि बन्छ विदेशतिर यहाँ नेपालमा त त्यसको कन्सेप्ट छैन त्यस पछाडि यसको जेली पनि बन्दो रहेछ त्यस पछाडि यसको
भेजिटेबल पनि हुन्छ बर्डहरूको मान्छेले त्यति धेरै खानु भएको छैन तर मलाई याद छ कि यसको भेजिटेबलहरू पनि हुन्छ त्यसो हुँदा एउटा फलबाट विभिन्न प्रयोगहरू विभिन्न परिकारहरू हुन्छ साँच्चै राम्रो अध्ययन गर्नुभएको छ जस्तो हामीलाई लागिरहेछ है तपाईँले अब वान टाइम स्टडी वान टाइम इन्भेस्टमेन्ट गरिरहँदाखेरि तपाईँको त बृहत स्टडी पनि रह्यो होला होइन मैले अन्य फर्दर मोर क्वेसनहरूलाई जोड्नुभन्दा अगाडि एउटा प्रश्न मेरो दिमागमा आयो हाउ हेल्दी इट इज कतिको फाइदाजनक हुन्छ यो फल कन्ज्युम गर्नको लागि चाहिँ ड्र्यागन फ्रुट आफैमा न्युट्रिसनले भरेको मेरो खास 5th पोइन्ट त्यही थियो तपाईँलाई मैले भन्नै बाँकी थियो एक्ज्याक्टली ओके 5th पोइन्ट त्यही थियो अनि ठिकै अब अलिकति पज पनि भयो यो कुरा गर्दा गर्दै 5th पोइन्ट मलाई एट्र्याक्ट पार्ने कुरा चाहिँ यसमा भएको न्युट्रिसन नै हो भन्ने गरिन्छ कि 100 ग्राममा कमसेकम 80 देखि 90 to 90% यसमा पानी हुन्छ पानीको तत्त्व यसमा क्यालोरी हुन्छ प्रोटिन हुन्छ फ्याट हुन्छ अनि तपाईँले त्यो ड्र्यागन फ्रुट खानुभयो भने चाहिँ त्यसको भित्र सानो सानो जुन दाना हुन्छ कालो त्यसमा ओमेगा 3 र ओमेगा 6 जो चाहिँ हामीलाई एकदमै लाभदायक तत्त्वहरू हुन् फाइबर इत्यादि सो डक्टरले पनि रिकमेन्ड गर्नुहुन्छ कि ड्र्यागन फ्रुट खानुहोस् अभियसली फ्रुटहरूमा बेनिफिट त हुन्छै हुन्छ र ड्र्यागन फ्रुट आफैमा छुट्टै एउटा धेरै न्युट्रिसनको रिच भएको कारणले पनि ड्र्यागन फ्रुट कन्ज्युम गर्न राम्रो अब यो चाहिँ अहिलेको हाम्रो सोसाइटीले दुनियाँ चाहिँ प्याकेजिङ फुडहरू खाइरहेको बेलामा हजुर है यो ड्र्यागन फ्रुट त एउटा अमृत जस्तो पो देखियो त यहाँ त डेफिनेटली है डेफिनेटली साह्रै मिठो हजुर म त सोचिरहेको थिएँ कि आज यो पोडकास्ट सुट गरिरहँदाखेरि एक बकेट ड्र्यागन फ्रुट चाहिँ यहाँ होस् 2-4 त्यसो हुँदा अझै राम्रो हुन्थ्यो हाम्रो दर्शकहरूलाई नि अलिकति क्लियर गरिदिनुहोस् न तपाईँले यो व्यवसाय चुलाचुलीमा त भन्नुभयो कति एरियामा गर्नु भएको छ जग्गा तपाईँको हो कि अरू कतैबाट लिजमा लिनु भएको हो कि कति जस्तो इन्भेस्टमेन्ट चाहिँ आवश्यक पर्दो रहेछ अन्य कुराहरू जोड्नुभन्दा पहिले यो कुरो जान्न चाहेँ सो मैले चाहिँ अहिले भन्नुपर्दा मेरो 2 कट्ठा आफ्नो नाममा छ 1 कट्ठा भाइको 3 कट्ठा भयो त्यसमा मैले रेन्ट तिर्नु परेन 10 कट्ठा चाहिँ मैले लिजमा लिएको छु त्यसो हुँदा 3 कट्ठा र 10 कट्ठा गरेर 13 कट्ठा छ टोटल अनि अहिले 3 कट्ठामा चाहिँ मैले 1200वटा बिरुवा ट्रेलिस मेथडले गरिरहेको छु अनि अब ड्र्यागन फ्रुट 2वटा मेथडले गरिन्छ एउटा रिङ मेथड हो जो चाहिँ नर्मली प्राय मैले नेपालमा देखेको चाहिँ रिङ मेथडबाटै गर्नु भएको छ हाम्रो साथीभाइहरूले तर मैले चाहिँ अलिकति नौलो छुट्टै यो भियतनाममा चाहिँ इन्डियामा पनि गर्ने गरिन्छ तर विशेष गरेर भियतनाममा चाहिँ यो ट्रेलिस सिस्टम मेथडले गरिन्छ अनि त्यही मेथड मैले युज गरेको छु मेरोमा सो 3 कट्ठामा 1200वटा बिरुवा त्यसमा खर्च भनेको पिलरमा लाग्यो 144वटा पिलर पाइप लाग्यो त्यस पछाडि इरिगेसनको लागि मैले पम्प पनि इन्स्टल गरेँ बाउन्ड्री चाहिँ मैले एकदम चिप गरेँ किनकि बाउन्ड्रीमा किन खर्च गर्ने भन्ने भयो सो मैले चाहिँ मेरो इन्भेस्टमेन्ट चाहिँ प्रोडक्सनमा जसले चाहिँ मलाई रिटर्न दिन्छ बढी त्यसमा चाहिँ बढी लाएँ प्लान्टमा लाएँ त्यो गरेर 5-5.5 लाखसम्म चाहिँ मेरो खर्च भएको छ 13 कट्ठा जमिनलाई 5-5.5 लाख लाग्यो 3 कट्ठालाई मात्रै 10 कट्ठा चाहिँ मेरो फेरि मैले एक्सप्यान्ड गरेको जस अब त्यसमा चाहिँ म फेरि मेरो बिरुवाहरूलाई सार्दै लान्छु र नयाँ नयाँ बिरुवाहरू पनि त्यसमा हाल्दै जान्छु भनेर सोचिरहेको छु ड्र्यागन फ्रुटकै ग्रेट है अब तपाईँ जतिको युवाले स्वदेशमा बसेर आफ्नै उर्वर भूमिमा केही गर्छु भन्ने इट्स अ ग्रेट एक्जाम्पल फर अल युथ है त्यसको लागि हामी धन्यवाद भन्न चाहन्छौँ नेपालमा ड्र्यागन फ्रुट को खेती सुरुवात कसरी भयो र आज यसको विकासलाई तपाईँले कसरी हेर्नुहुन्छ सो नेपालको सन्दर्भमा जानुभन्दा अगाडि हामी विश्व इतिहास हेरौँ भने अलिकति राम्रो हुन्छ जस्तो लाग्छ त्यो कुरालाई कोट्यायौँ भने यो ड्र्यागन फ्रुटको उत्पत्ति चाहिँ साउथर्न मेक्सिको
सेन्ट्रल अमेरिका र साउथर्न अमेरिकाबाट सुरु भएको अनि त्यहाँदेखि सुरु हुँदै गइसके पछाडि चाहिँ पछि यो एसियामा भित्रेको अनि नेपालको सन्दर्भमा चाहिँ सन् 2000 देखि चाहिँ व्यक्तिद्वारा भनौँ न पर्सनली एउटा रहरले अथवा जिज्ञासाले अथवा रिसर्चको कारणले नेपाल भित्रियो सन् 2000 नै। तर 2013 देखि चाहिँ नेपालमा व्यापक संस्थाबाट र व्यक्तिबाट पनि यो कमर्सियल हिसाबले चाहिँ त्यो अगाडि बढेको। त्यसो हुँदा नेपालको सन्दर्भमा 1 दशक मात्र भइरहेछ 2013 देखि सन् 2013 देखि चाहिँ 26 सुरु वर्ष। भएको। हजुर हैन त 2013 भनिसके पछाडि 13 बाट मात्रै हजुर ए कमर्सियली तर भित्रेको चाहिँ 2000 देखि हो भनेपछि 26 वर्ष हजुर सिधा सिधा हजुर हजुर यता 26 वर्ष हैन। यसरी तपाईले यसरी प्रष्ट रूपले यसको उत्पत्ति कहाँ भयो मेक्सिको है चाहिँ विश्वको विभिन्न चाहिँ कुनाहरू हुँदै नेपालसम्म पनि आइपुग्यो इन बिट्विन दिस अल फेजेस है। मेरो घरमा पनि ड्रागन फ्रुट छ कौसीमा एउटा गमला छ अनि यस्तो लत्रेको चाहिँ त्यहाँनिर चाहिँ कहाँ भएकोहरू क्याक्टस त हो छ। अहिले प्रत्येक नेपालीको घरमा हुनु चाहिँ हुन्छ यो होइन। एउटा त्यो अब फल मिठो भएर हो या इजिली फल्ने भएर हो या अब हेल्दी भएर हो आई डोन्ट नो छनु चाहिँ हुन्छ है फेरि डेफिनेटली म पनि देख्छु त्यो चेतना छ है। तपाईँले यत्रो फार्मिङ गरिरहँदाखेरि होइन छ चाहिँ परिवारलाई चाहिँ एउटा नेपाली चाहिँ फ्यामिलीलाई थाहा छ कि यो रोप्नुपर्छ तर त्यो बृहत मात्रामा होइन क्या 4-5वटा 6वटा 10वटा घरमा खानको लागि मिठो होइन। यति भन्दै गर्दाखेरि ड्रागन फ्रुटको पर्याप्त सम्भावना पो देख्छु त म त यहाँ त। डेफिनेटली तपाईँको स्टडीले के भन्छ? इन अ पोजिटिभ वे ड्रागन फ्रुटको भविष्य म चाहिँ व्यापक देख्छु। अघि पनि मैले भने कि म जस्तै किसानलाई एकचोटि मैले कुरा गरेको थिएँ यदि ड्रागन फ्रुट चाहिँ व्यापक रूपले नेपालमा धेरै उत्पादन भयो प्रोडक्सन भयो त्यसपछि के गर्ने त्यसको धेरै बृहत क्षेत्रहरू छ क्या सर। यो हामी खालि फ्रुटमा मात्र नरहेर यसलाई हामीले प्रोसेस गरेर क्या प्रशोधन गरेर यसको हामी ड्राई फ्रुट बनाऊ न जेली जेली बनाऊ न यसको आइसक्रिम बनाऊ न जाम बनाऊ न होइन पेस्ट्रिज बनाऊ न हो त। अनि त्यस पछाडि यसको यसलाई राख्ने ठाउँहरू हामीले कहाँ पुर्याउने भन्नुहोस् न। त्यसो हुँदा म चाहिँ फ्युचर देख्छु ड्रागन फ्रुटमा जस्तो डेफिनेटली। हजुर धन्यवाद एकदमै मिठो सकारात्मक कुरा भेरी पोजिटिभ। जस्तो नि अब एउटा क्युरियस हुँदो रहेछ क्या म चाहिँ अब त्यो खेती पनि होइन किसानी पनि होइन होइन मेरो घरमा छ आमाहरूले गर्नुहुन्छ त्यो टिपेको फल नि ट्याक्क ल्याएर हामी बाहिर राख्छौँ धुन्छौँ पखाल्छौँ फ्रिजमा हालिदिन्छौँ कति समयसम्म स्टोर गर्न सकिन्छ यसलाई सर? यसलाई फ्रिजमा भन्दा पनि बाहिरै राख्नुभयो भने राम्रो होला। हामी त देखिरहेको हुन्छौँ फ्रिजतिर पनि हुन्छ चाहिँ यसको टेक्निकली कुरा गर्दाखेरि टिप्दाखेरि नि जस्तो अब यहाँ ड्रागन फ्रुट हुँदा अलिकति मजा पनि हुन्थ्यो होला। ड्रागन फ्रुट अहिले हामीले चाहिँ यो सुट गरिरहेको छतमाथि पनि छ है फेरि सर्नु चाहिँ यहाँ पनि छ सर्नु चाहिँ। त्यो ड्रागन फ्रुटलाई चाहिँ चुडाउँदाखेरि चाहिँ नि टेक्निकली त्यसको मुनि सबैभन्दा मुनिको भागलाई नकाटेर त्यसको मासुसँगै अलिकति काट्नुभयो भने चाहिँ 15 दिन 2 हप्तासम्म त्यसलाई बिग्रिन दिँदैन। अलमोस्ट मन्थ पो भयो त है? हजुर तर तपाईँले मुनि पुरै काट्नुभयो भने चाहिँ त्यो अलिकति बिग्रिने सम्भावनाहरू पनि हुन्छ। तर अब यो चाहिँ अब टेक्निकल कुरा भने मैले त्यसको मासुसँगै अलिकति काट्नुभयो भने चाहिँ त्यो अलि रहन्छ पक्कै पनि। हजुर ड्रागन फ्रुट को खेती गर्न चाहने जुन नयाँ पुस्ता नयाँ किसानहरू हुनुहुन्छ नि उहाँलाई के कस्तो सुझावहरू दिन चाहनुहुन्छ जो आउन खोजिराख्नु भएको छ? उहाँहरूलाई दिनुपर्ने सुझावहरू मसँग मतलब बुझ्नै पर्ने कुराहरू हजुर बुझ्नै पर्ने कुराहरू चाहिँ के छ? बुझ्नै पर्ने कुराहरू चाहिँ मसँग 9वटा छन् जो चाहिँ मलाई लाग्छ सुन्नु हुने श्रोताहरूले चाहिँ
टिप्नै पर्छ जस्तो लाग्छ यदि तपाईँहरू नयाँ हो ल है अब तपाईँहरू सुन्दै हुनुहुन्छ है यति अब तपाईँहरूको लागि यति बेनिफिसियरी यति बेनिफिटले भरिएको जानकारी आउँदैछ जसले चाहिँ ड्रागन फार्मलाई चाहिँ यति व्यवस्थित गरेर चलाइराख्नु भएको छ। सो 9वटा कुरा जो चाहिँ नयाँ खेती गर्न चाहनुहुने ड्रागन फ्रुटमा खेती गर्न चाहनुहुनेलाई म पहिलो नम्बर 1 देखि सुरु गर्न चाहन्छु। सो पहिलो कुरा चाहिँ तपाईँहरूले यो खेती 2 प्रकारले हुन्छ भन्ने कुरा तपाईँले बुझ्नुपर्छ। सो अघि पनि मैले भनिसकेको थिएँ कि यो खेती रिङ सिस्टमबाट हुन्छ अनि अर्को चाहिँ ट्रेली सिस्टमबाट पनि हुन्छ। सो नेपालमा व्यापक रिङ सिस्टमबाट गर्ने गरिन्छ टायर लाएर। हजुर इन्डियामा पनि टायर लाएर गरिन्छ र कति ठाउँमा चाहिँ कङ्क्रिटको गोलो बनाएर गर्ने गरिन्छ। चलन चल्ती चाहिँ यो के अरे रिङ सिस्टम नै हो। तर अर्को चाहिँ फेरि ट्रेली सिस्टम भन्छ। अनि यो ट्रेलिस र रिङ दुइटैको बेनिफिसियल यसको एडभान्टेज र डिसएडभान्टेज दुइटै छ। बताइदिनु सर। रिङ सिस्टममा त्यसको राम्रो पक्ष भन्नुहुन्छ भने यसमा प्लान्टमा चाहिँ पाउनुपर्ने एयर सर्कुलेसन हावाको जुन फ्लो हुन्छ त्यो चाहिँ राम्रो हुन्छ। त्यसको राम्रो पक्ष चाहिँ राम्रो सुन्दर पक्ष यो हो। अर्को भनेको रोग लाग्दाखेरि सबै ठाउँमा एकैचोटि लाग्दैन किनकि त्यो फराकिलो रोपिएको हुन्छ। रिङ सिस्टमको यो दुइटै मात्र हो बेनिफिसियल। ट्रेली सिस्टमको फाइदा चाहिँ सानो ठाउँमा तपाईँले धेरै उत्पादन गर्न सक्नुहुन्छ। त्यसको नम्बर 1 बेनिफिसियल। जसको थोरै जमिन छ ट्रेलिस गर्नुहोस् भन्छु म चाहिँ। उदाहरणको लागि यदि तपाईँले 1 बिघामा रिङ सिस्टमबाट गर्नुहुन्छ भने कमसेकम तपाईँले 2200 सम्म गर्नुहुन्छ होला रिङ सिस्टमबाट, त्यो पनि दुःखले। त्यसले त ठुलो जमिन ओगट्यो। तर ट्रेलिसबाट गर्नुभयो चाहिँ तपाईँ 3000 भन्दा माथि जानुहुन्छ। अमेजिङ। सो थोरै ठाउँ तर हाई डेन्सिटी होइन, त्यो ट्रेलिसको बेनिफिसियल राम्रो पक्ष चाहिँ यो। अनि भियतनाममा पनि त्यही गर्ने गरिएको छ, कति इन्डियामा पनि त्यही गर्दै हुनुहुन्छ। नेपालमा पनि म 1-2वटा भिडियोहरू हेर्दै थिएँ जहाँ चाहिँ ट्रेलिस मेथडलाई चाहिँ मान्छेहरूले अहिले बुझिरहेको छ र त्यो अनुसारले गर्दै हुनुहुन्छ नेपालमा। सो नम्बर 1 त्यो भयो। नम्बर 2 भनेको चाहिँ बुझ्नै पर्ने कुरा, तपाईँले यो खेतीमा चाहिँ प्रुनिङ गर्नुपर्छ। प्रुनिङ भनेको चाहिँ काट्नु, छाट्नु। ड्र्यागन फ्रुटलाई कहिले पनि बढेको बढे गर्न दिनु हुँदैन। यदि हामीले ड्र्यागन फ्रुटलाई बढेको बढे गर्न दियौँ भने चाहिँ पछि गएर यसले फल सानो दिन्छ। हामी कति गुनासो पनि गर्छौँ नि, खोइ मेरो त फलै सानो आयो, मैले बिरुवै छान्न जानिनँ। तपाईँले बिरुवा सही छान्नु भयो तर तपाईँले प्रुनिङ गर्न बिर्सिनु। न्युट्रिसन चाहिँ त्यो लिफमा गयो। हजुर, न्युट्रिसन सबै लिफले खाइदिन्छ। त्यसो हुँदा तपाईँले ड्र्यागन फ्रुटको बिरुवालाई बढ्दै गर्दाखेरि छाटकाट गर्ने काम पनि गर्नुपर्छ, जसलाई हामी ग्रेट प्रुनिङ भन्छौँ। भेरी गुड। तेस्रो कुरा चाहिँ बुझ्नै पर्ने फर्टिलाइजर म्यानेजमेन्ट। त्यो भनेको के भनौँ नेपालीमा, अब मल खाद्य वस्तुको व्यवस्थापन, त्यो पनि मोस्ट इम्पोर्टेन्ट हो। अनि जेनरली अब भन्नुपर्दाखेरि हामी अब खेती किसान गर्नेहरूले अब उहिले हाम्रो बाउबाजेहरूले पनि गर्नुभयो, तर अब यो फर्टिलाइजर म्यानेजमेन्ट भनेको के हो त्यो त्यति आइडिया भएन होला। हामी एनपिके भन्छौँ, नाइट्रोजन, फोस्फोरस, पोटासियम। यो 3वटा कुराले बिरुवालाई हुर्किन, फल दिनु र जरालाई बलियो बनाउनु मद्दत गर्छ। अनि यो ड्र्यागन फ्रुटको केसमा पनि त्यही हो। ड्र्यागन फ्रुटलाई भरसक केमिकल रहित बनाएर आफूसँग उपलब्ध भएको गोबरे मल सक्नुहुन्छ भने पिनाहरू पनि युज गर्दा हुन्छ। बोन मिल यिनीहरू जो चाहिँ अर्ग्यानिक हो आफैमा, यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा त अब यसको फेरि अर्को पोडकास्ट बन्न सक्छ। सर बोन मिल के भन्नु? बोन मिल, हजुर, त्यो भने हड्डीको धुलो। त्यो चाहिँ कहाँदेखि ल्याउने? त्यो त बजारमा पाइहाल्छ सर, मिल्छ। त्यसकै धुलोको पाउडरलाई हजुर बोन मिल। पिनामा नाइट्रोजन हुन्छ बढी, बोन मिलमा फोस्फरस हुन्छ, बनानाको पिल बोक्रामा पोटासियम हुन्छ जसले फुललाई राम्रो गर्छ। सो इत्यादि जो चाहिँ हामीसँगै छ, हाम्रै वरिपरि छ, त्यो कुरालाई हामीले युज गर्न सक्नुपर्छ जस्तो लाग्छ। हड्डी चाहिँ के को हुन्छ सर?
त्यो जेको पनि हुनसक्छ। होइन यो पनि त एउटा राम्रो हजुर, question हो। हजुर, हजुर। केको हड्डी चाहिँ यसलाई चाहिँ पाउडर बनाउने यो बजारमा पाइन्छ कि आफूले गर्नुपर्छ? बजारमा त्यहाँ लेखेको हुँदैन त्यो उसमा केको हड्डी भनेर? हुनसक्छ होला, राँगाको होला, खसीको होला। सो चौथो कुरा चाहिँ बुझ्नै पर्ने कुरा त्यो चाहिँ हो डिजिज म्यानेजमेन्ट। त्यो भनेको बिरुवालाई रोग पनि लाग्छ। हेर्नुहोस्, धेरै जसो किसानहरू चाहिँ खेती गर्नुहुन्छ, लास्टमा त्यो रोग लाग्दाखेरि आत्तिनुहुन्छ अन्तमा गएर। अनि ड्र्यागन फ्रुटको मेन च्यालेन्ज भनेको चाहिँ यो विन्टर समयमा यसको मुनिको भाग कुहिन्छ। रेनी सिजनमा रुट रट भन्छ, त्यो भनेको चाहिँ जरा कुहिनु क्या। ड्र्यागनलाई चाहिँ पानी धेरै मन पर्दैन, उसलाई एकदम इरिटेट लाग्छ, उसले मन पराउँदैन धेरै पानी। ठिक्क पानीमा ऊ मजाले हुर्किन्छ। त्यसो हुँदा यसमा लाग्ने रोगहरू, विन्टरमा कुन रोग लाग्छ, पानी पर्दा कुन रोग लाग्छ, यो चाहिँ जानेर आफूले त्यो अगाडि नै पूर्व तयारी गऱ्यौँ भने धेरै राम्रो छ। पाँचौँ कुरा चाहिँ यसमा बढी पानी नहाल्नुहोस्। प्रेलिज मेथड गर्नुहुन्छ भने चाहिँ म तपाईँलाई यही सल्लाह दिन्छु कि जस्तै हामी आलुको खेती गर्दाखेरि टक्कै ड्याङ बनाउँछौँ नि, त्यो अनुसारले ड्याङ बनाउने। अनि त्यस पछाडि पानी पर्दाखेरि पनि त्यो पानी नजम्ने खालको खेती चुज गर्ने। जमिहाल्यो भने पनि त्यसलाई कटाइदिने। त्यसो गऱ्यो भने हाम्रो प्लान्ट, ड्र्यागन फ्रुटको प्लान्ट जहिले सुरक्षित हुन्छ र सेफ हुन्छ। पानी जम्ने ठाउँमा ड्र्यागन फ्रुट कहिले पनि हुँदैन। पाँचौँ कुरा, माफ गर्नुहोस्, छैटौँ कुरा इरिगेसन, सिँचाइको लागि प्रबन्ध गर्नुहोस् अगाडिदेखि नै। अब सिँचाइ तपाईँले म्यानुअली पनि दिँदा भयो पाइपबाट, अथवा ड्रिप इरिगेसन भन्छ, थोपा सिँचाइ भन्छ, त्योबाट पनि दिँदा भयो, तपाईँलाई कसरी सजिलो लाग्छ। तर टेक्निकली थोपा सिँचाइ राख्नुभयो भने चाहिँ पानीको पनि बचत हुन्छ र जुन जुन ठाउँमा बिरुवाहरूलाई चाहिनुपर्ने थियो पानी, त्यो ठाउँमा पनि पानी पुग्छ। अनि ड्रिप इरिगेसनको अर्को फाइदा चाहिँ खाद्यान्न चाहिँ दुई प्रकारले दिन्छ, एउटा गोबरे मल भने, अर्को चाहिँ झोल मल हुन्छ। सो ड्रिप इरिगेसनको फाइदा चाहिँ तपाईँले पानी मात्र होइन, तर तपाईँले त्यसमा लिक्विड फर्टिलाइजर पनि, जो चाहिँ अर्ग्यानिक हो आफैमा, त्यो हालेर पनि एकैचोटिमा सबै बिरुवाहरूलाई डिस्ट्रिब्युट गर्दा भइहाल्यो। सो त्यसको अर्को फाइदा त्यो छ। सो छैटौँ भइहाल्यो। सातौँ भनेको चाहिँ मल्चिङ। मल्चिङलाई पनि हामीले इग्नोर गर्न सक्दैनौँ, यसलाई नजरअन्दाज गर्न सक्दैनौँ। मल्चिङ पनि दुई प्रकारले दिन्छ, एउटा प्लास्टिक लाएर, जेनरली हामी प्लास्टिकमा त भन्छ त, खास त मल्चिङ हो। अनि त्यसको पनि अब थिकनेस हुन्छ, कतिको थिकनेस लाउने। सो मल्चिङ चाहिँ किन लाउनु भन्छु भने, मल्चिङ यदि तपाईँले लाउनु भएन भने चाहिँ झारहरू उम्रिन्छ। अनि तपाईँले लाउने जति पनि खाद्यान्नहरू छ, माफ गर्नुहोस्, फर्टिलाइजरहरू छ, त्यो फर्टिलाइजर चाहिँ, मलहरू चाहिँ ड्र्यागनले मात्र नपाएर, त्यो बिरुवाले मात्र नपाएर उसको छेउछाउमा भएको सबै बिरुवाहरूले खाइदिन्छ। त्यहाँ कम्पिटिसन हुन्छ क्या, कसले खाने भनेर। त्यसो हुँदा मल्चिङ एकदमै अनिवार्य हो। म कति खेतहरूमा जान्छु साथीहरूको, त्यो ठाउँमा चाहिँ मैले देखेको प्राय घाँससरी के अरे खेतमा पुरै घाँस उम्रिरहेको हुन्छ। डेफिनेटली अब त्यसको छेउछाउमा वरिपरि हामीले कोर्यौँ भने पनि काम चल्छ, तर एटलिस्ट त्यो ड्र्यागनको वरिपरि चाहिँ हामीले गोड्यौँ भने र त्यसमा मल्चिङ लायौँ भने ड्र्यागनलाई राम्रो स्याहार पुग्छ। सो मल्चिङ प्लास्टिक लाएर पनि भयो। अर्को चाहिँ प्राकृतिक मल्चिङ पनि हुन्छ। प्रायः अब नेपालमा पराल पाइ नै हाल्छ, तराई भेगतिर पराल लाउने। मैले हिजो अस्ति लास्ट टाइम पराल युज गरेको थिएँ। अनि पराल आफैमा इको फ्रेन्डली पनि हो, हावा पनि मजाले पस्छ, अनि झारहरू पनि उम्रिन दिँदैन, पानी परेको बेला सिँचाइ पनि भयो, घाम लागेको बेला भित्रको हिट मुनि पुग्न पनि दिएन। के भन्छ, विन विन क्या, विन। सो सातौँ भयो। आठौँ भनेको चाहिँ नेपालको सन्दर्भमा विशेष गरेर तराई भेगमा जो ड्र्यागन फ्रुट गर्नुहुन्छ, गरम बढी हुन्छ। हिजो आज गरम के भन्छ, घाम तापक्रम बढिरहेछ हाम्रो। लास्ट टाइम कति थियो हिजो अस्ति भर्खरको गर्मी 38-40 पुगेको थियो लगभग 38-40। सो ड्र्यागनलाई मनपर्ने तापक्रम भन्नुहुन्छ भने उसलाई चाहिँ 16 देखि 30, यसमा एकदम रमाउँछ, एकदम राम्रो हुन्छ यो तापक्रम। त्यहाँदेखि उता माथि पनि उसले टोलरेट त गर्छ,
38सम्म टोलरेट गर्छ र मुनि चाहिँ 10 देखि उता टोलरेट गर्छ तर त्यहाँदेखि त्योभन्दा माथि गयो भने उसलाई स्ट्रेस हुन्छ त्योभन्दा मुनि गयो भने उसलाई स्ट्रेस हुन्छ नेपालको सन्दर्भमा प्राय अब यो ड्र्यागन खेती गर्नेहरूले कतिको बुझ्नुहुन्छ त्यो मलाई याद छैन तर मैले गरेको रिसर्चले र अनुभवले चाहिँ बिरुवालाई बढी स्ट्रेस भयो भने बढी तापक्रम भयो भने चाहिँ बिरुवाले फल राम्रो दिँदैन एकचोटि के भएको थियो भने हाम्रै साथीहरूले खेती गर्नु हुँदाखेरि त्यतिखेर पोहोरको साल धेरै गरम भएको थियो धेरै महिनासम्म गरम भयो योचोटि त हामीले त्यति गर्मी अनुभव गरेनौँ त्यो साल फलहरू उहाँहरूको सोचे जस्तो आएन तर पछि कार्तिक मङ्सिरतिर चाहिँ फलहरू ठुल्ठुलो आयो भन्दै हुन्थ्यो त्यो किन भन्दाखेरि टेम्परेचरले पनि धेरै म्याटर गर्छ क्या अनि त्यसो हुँदा म चाहिँ आफ्नो खेतमा के गर्नेवाला छु भने आउने दिनहरूमातिर ग्रिन सेड लगाइदिने माथिबाट अनि नेपालको तापक्रम यदि तराई भेगको तापक्रम यदि 40 नै पुगे पनि मैले ग्रिन सेड लगाइसके पछाडि त्यसको तापक्रम अभियसली घट्छ नै अनि मैले सोचेको जस्तो फल पनि दिन्छ सो म यही सजेस्ट गर्छु कि सक्नुहुन्छ भने ग्रिन सेड लाउनुहोस् त्यो भएन भने छेउछाउमा त्यसको अर्को पनि तरिका छ त्यसलाई छाया दिने इन्टरक्रप गर्नुहोस् मकै बालीहरू लाउनुहोस् त्यो गरेर पनि त्यसलाई छाया दिन सकिन्छ इन्डियामा त्यसो गर्ने गरिँदो रहेछ सर त्यसलाई चाहिँ कस्ट म्यानेजिङ हजुर डेफिनेटली अब सबैजनाले अब त्यो रुफ ग्रिन सेड लाउन सक्दैन होला नहोला होइन अब त्यसको अल्टरनेटिभ वे के छ होइन जसमा चाहिँ एउटा किसानले त्यो माध्यमबाट चाहिँ जुन आफ्नो चाहिँ कस्ट अफ फार्मिङ छ त्यसलाई म्यानेज गर्न सक्नुहुन्छ अब तपाईँलाई थाहा छ भने बताइदिनु होला होइन तपाईँले भने जस्तै अब मकै रोप्ने बाली नाली रोप्ने हजुर हजुर अन्य कुनै त्यस्तो पोसिबल वे छ अल्टरनेटिभ वे छ त्यही मकै बेस्ट हो किनकि मकै चाँडो पनि बढ्छ अनि ड्र्यागनभन्दा निकै अगाडि बढिसकेपछि त्यसले छाया पनि दिन्छ मैले देखेको चाहिँ अहिलेलाई त्यही हो अनि त्यही हो हिट वेभमा सनबर्न हुन नदिनको लागि चाहिँ एउटा राम्रो विकल्प सबैभन्दा राम्रो विकल्प ग्रिन स्याड हो सक्दा त्यो नसक्दाखेरि मकै बालीहरू लाउनुहोस् छिटो बढ्छ पनि ड्र्यागनभन्दा माथि पुग्छ पनि उसले छाया पनि दिन्छ डबल बेनिफिट भनौँ न यता ड्र्यागन पनि भयो मकै पनि भयो वाट अबाउट सर त्यो वाटर स्पेस सिस्टम हुन्छ नि अहिले त स्प्रिङ्कल सिस्टम आज सर छर्किरा हुन्छ अन टाइम अब त्यसलाई वाच गरेर अलिअलि त्यसो गर्न सकिन्छ त्यो चाहिँ इरिगेसनको लागि चाहिँ केही हदसम्म बेस्ट होला तर त्यसले त्यति फाइदा पुर्याउँछ जस्तो इरिगेसनको लागि त वाटर ड्रपिङ सिस्टम भयो नि हजुर ओके स्योर अर्को अन्तिम कुरा जो चाहिँ बुझ्नै पर्ने कुरा चाहिँ जहाँ चाहिँ हामीले यसलाई पनि इग्नोर गर्न सक्दैनौँ त्यो भनेको चाहिँ चुज द राइट भेराइटी हामीले ड्र्यागन फ्रुट कुन प्रजातिको ल्याउँदैछौँ हाम्रो खेतमा कमर्सियली कुन गर्दैछौँ त्यो हामीसँग ज्ञान डेफिनेटली हुनैपर्छ नेपालमा प्राय चलेको भेराइटी चाहिँ सी भेराइटी हो सेम रेड भन्छ मलेसियन रेड त्यस पछाडि अमेरिकन ब्युटी कसैले रोप्नु भएको छ अनि प्राय चलेको भन्नुहुन्छ भने चाहिँ सी भेराइटीमै नेपालमा मैले जानेको 150वटा प्रजातिहरू छन् ड्र्यागन फ्रुटकै मात्रै तर कमर्सियली चाहिँ गर्ने भनेको सी भेराइटी नै हो सेम रेड मलेसियन अनि अमेरिकन ब्युटी सक्सेसफुल वाला हजुर गुड सो 9वटा पोइन्ट जो चाहिँ नयाँ जो चाहिँ ड्र्यागन फ्रुट गर्न खोज्दै हुन्छ यो हजुरले बुझ्नै पर्ने कुराहरू नेपालको सन्दर्भमा ड्र्यागन फ्रुट व्यवसायको भविष्य र सम्भावना कस्तो देख्नुहुन्छ सर नेपालको सन्दर्भमा चाहिँ म चाहिँ बृहत देख्छु यसलाई पनि मैले 5वटा भागमा बाँडेको छु यसलाई पनि 5वटा सो नम्बर 1 देखि सुरु गरौँ वान फ्रुट इनलेस प्रोडक्सन त्यो अघि पनि हामीले चर्चा गऱ्यौँ कि एउटा फलबाट बृहत कुराहरूमा प्रयोग गर्न सकिन्छ फेरि यो चाहिँ तेस्रोचोटि हामी दोहोऱ्याउँदैछौँ जस्तो लाग्दैछ
त्यही फलबाट ड्राई फ्रुट बनाउनुहुन्छ, त्यही फलबाट जाम बन्छ, त्यहीबाट आइसक्रिम पनि बन्छ, जेली बन्छ। जेली बन्छ, डेजर्ट बन्छ, जुस बन्छ, प्यास्ट्रिज बन्छ, बोन बन्छ सर। अनि यो बोक्रा चाहिँ के गर्न सकिन्छ, बोक्राबाट पनि केही हुन्छ कि भन्ने कुराहरू सोचिरहेको थिएँ। अब हामी चाहिँ के गर्छौँ भने विशेष गरेर म जस्तै अरूले पनि गर्नुहुन्छ होला, मलाई थाहा छैन। अब मेरो उसमा चाहिँ मैले सोधेको, म चाहिँ के गर्छु भने काट्छु, फल खान्छु, बोक्रा डस्टबिनमा डाइरेक्ट। यसको पनि केही छ जस्तो कि बोक्राबाट चाहिँ अब अभियसली मल नै बन्छ पहिलो कुरा। दोस्रो चाहिँ त्यो बोक्राबाट मैले त्यो सुनेको मात्रै, आफूले ट्राई चाहिँ गरेको छुइनँ। बोक्राबाट सब्जीहरू पनि खाने गरिन्छ भन्ने सुनेको थिएँ। त्यसको बडबाट त हुन्छै हुन्छ, त त्यसको त्यो एउटा लेयर हुँदो रहेछ भित्रको, जुनबाट चाहिँ सब्जीहरू खाने गरिन्छ। सो पहिलो पोइन्ट मेरो थियो कि एउटा फलबाट विभिन्न त्यसको प्रयोजन परिकारहरू गर्न सकिन्छ। दोस्रो चाहिँ नेपालमा म किन ड्र्यागन फ्रुटको खेती चाहिँ यसमा भविष्य देख्छु र यसको सम्भावना देख्छु भन्नुहुन्छ भने, दोस्रो कारण चाहिँ यसको एग्रो टुरिज्म सायद सुन्नुभयो होला, नेपालमा यसको प्रचलन पनि अलिकति बढ्दैछ होला कता कता। सो फिलिपिनतिर, भियतनामतिर चाहिँ व्यापक रूपले झन् भन्ने हो भने त ड्र्यागन फ्रुटको खेती मेक्सिको र अमेरिकाबाट आए तापनि वर्ल्डलाई लिड गर्ने चाहिँ अहिले भियतनाम हो। वर्ल्डलाई लिड गरिरहेछ उसले। त्यस पछाडि चाइना, इन्डिया आउँछ, इन्डोनेसिया, मेक्सिको इत्यादिहरू आउँछ। नेपाल कुन लिस्टमा पर्छ अब त्यसको तथ्याङ्क मलाई याद छैन अहिले। जोस् अहिले नेपालमा धेरै साथीहरू छन् जसले खेती गरिराख्नु भएको छ। अनि एग्रो टुरिज्मलाई पनि हामीले टार्गेट गऱ्यौँ भने, जस्तो कि हामीले हाम्रो खेतमा उत्पादन गर्छौँ, अनि उत्पादन गरिसके पछाडि फल जब फल्छ त्यतिखेर कन्ज्युमरहरू आफै आएर फल टिप्दै बसेर आनन्द लिँदै खान सक्नुहुन्छ। एग्रो टुरिज्म फोटो खिच्ने होइन, सेल्फी खिच्ने त्योसँग। अनि त्यस पछाडि त्यसमा हामीले उहाँहरूलाई आफै टिप्न पनि दिउँ, उहाँहरूलाई फोटो पनि खिच्न दिउँ। त्यसको छेउमा एउटा रेस्टुरेन्ट खोलिदिने, क्याफे खोलिदिने, कति राम्रो कन्सेप्ट हेर्नुहोस् त, एग्रो टुरिज्म। सो बाहिरतिर त त्यो प्रचलन छ। तपाईँको यो पोइन्टहरूको बिचमा नि मैले तपाईँलाई माफ गर्नु होला, मैले ठिकै छ। जस्तो मैले यो प्रश्नहरू सोचिरहँदाखेरि यो पनि तपाईँले जुन रेस्टुरेन्ट भन्नुभयो, अनि त्यो पछाडि टुरिज्मलाई प्रवर्धन गर्नको लागि जुन चाहिँ उहाँलाई भिडियो फोटो खिच्न दिने होइन, अनि त्यहीँ बसेर खाना दिने भन्ने कुराहरू पनि आयो। यही बिचमा मैले एउटा क्वेसन सोधेको थिएँ, इट्स अ पार्ट अफ चाहिँ अब फन हुनसक्छ जस्तो। अब यो चाहिँ मैले कसैलाई प्रोत्साहन गर्न खोजेको होइन, यो पिउनुहोस् नपिउनुहोस् भनेर, तर मलाई मेरो दिमागमा आएको एउटा कुरा थियो, जस्तो कुनै बेला यसरी साथीभाइ बसेर चाहिँ हल्का तातो चिसो लिने क्रममा होइन, प्लेटमा भएको कुराहरू सक्यो, जाँदा त्यो बारीमा टर्च लिएर जाँदा 2-4वटा टिपेर लिए, अनि त्यसको स्यालेड बनाऊ अथवा त्यो चाहिँ सितान बनाऊँ भन्ने त्यो खालको हुन्छ, हुँदैन हो? त्यो पनि हुनसक्छ होइन। अब रेस्टुरेन्टमा गएर खाने पनि त त्यही हुनु, त त्यही हो। त्यही म हिजोदेखि म सोचिरहेको थिएँ यो चाहिँ होला कि नहोला। अब प्लेटको चाहिँ मांसाहारी चिज सक्यो होला, त्यो पनि हुनसक्छ। कतिको सम्भावना छ? मैले सुनेको थिएँ। गर्नु भएको छ कहिले? छैन, आफूले गरेको छैन, तर सुनेको चाहिँ थिएँ मैले। स्योर सर, कन्टिन्यू गर्नु होला, मैले तपाईँलाई डिस्ट्र्याक्ट गरेँ है। केही छैन। सो तेस्रो पोइन्ट चाहिँ यसमा भएको स्ट्रङ डोमेस्टिक डिमान्ड। अहिले नेपालीहरूले सिक्दै गरेको कुरा चाहिँ फलफुल खाने हो, हेल्थ कन्सियस हुने हो। त्यसो हुँदा नेपालीहरू हिजो आज कन्सियस छन् आफ्नो स्वास्थ्यप्रति भन्ने जस्तो लाग्छ। गुड। म आफै पनि प्राय बाहिरको कुराहरू अलिकति एभोइड गर्छु। बाहिर खाँदा पनि के खाने भन्ने कुरा अलिकति सोचेर चुजी छु क्या, हिजो आज चुज गरेर मात्र खान्छु। अनि त्यस्तो सायद अरू पनि त्यो कन्सेप्ट भएको नेपालीहरू जन्मिनु हुँदैछ जस्तो लाग्छ हिजो आज, मतलब विकासमा, मेन्टालिटीमा चाहिँ त्यो भएकोले नेपालीहरूले ड्र्यागन फ्रुट हिजो आज खान्छन्। चाइनाबाट अब नेपालमा हिजो अस्ति नहुँदाखेरि चाइना, भियतनामबाट आउने
गरिन्थ्यो, इन्डियाबाट आउने गरिन्थ्यो। तर अहिले नेपालमै यसको प्रोडक्सन, यसको खेती हुने भएको कारणले गर्दा सो यसको माग नेपालमै छ। त्यसो हुँदा नेपालीहरूले खान्छन्, नेपालमै उत्पादन हुन्छ। सो त्यो कारणले गर्दा नेपालमा यसको सम्भावना छ। डोमेस्टिक मार्केट एकदम डोमेस्टिक राम्रो छ। मार्केट, हजुर। चौथो भन्नुहुन्छ नि यसको रिजनेबल प्राइस छ। पहिला एक समय हामी सुन्थ्यौँ कि ड्र्यागन फ्रुट 1000-1200 केजी, होइन? ड्र्यागन फ्रुट खाँदा पनि हामी सुनाउँथ्यौँ, मैले ड्र्यागन फ्रुट खाएँ, होइन? एक हो नि, खालको वाउ त्यो हुन्छ नि। एक्सपेन्सिभ थियो अनि हजुर, पाउँथेन नै एक्चुअली। पाउँदैन पनि, पाउँदा पनि मैले त खाएँ भन्दै सुनाउँदै हिँड्नु पर्थ्यो क्या, किनकि त्यो महँगो थियो नि त। हो त नि। होइन, महँगो थियो। तर अहिले रिजनेबल प्राइस छ। जस्तो हामी स्याउ 300 रुपियाँ अथवा पोमोग्रानेट अनार हामी पोमोग्रानेट 320-400 मा खान्छौँ। सो त्यही प्राइस हामीले ड्र्यागनमा पनि डेफिनेटली हाल्न सक्छौँ। 280 धेरै हुँदा, मतलब धेरै प्रोडक्सन हुँदा, धेरै प्रोडक्सन नहुँदाखेरि एभरेजमा 300, सिजन नहुँदाखेरि 350-400 सम्म हालेर नेपालीले खान सक्नुहुन्छ। रिजनेबल प्राइस। पाँचौँ कुरा चाहिँ अघि भनेकै कुरा हो, हेल्थ कन्सियस। अहिले हामी हेल्थ कन्सियस बढी भइरहेका छौँ। मान्छेले विभिन्न रोगहरू, क्यान्सर, होइन, त्यस पछाडि हृदयघात, ब्रेन ट्युमर इत्यादि विभिन्न कुराहरू भइरहेको छ, किडनी फेलियर। सो मान्छे हिजोआज अब के खाने भन्ने कुरामा पनि बढी अवेर भएको कारणले गर्दा ड्र्यागन फ्रुट हाम्रो लागि चाहिँ फ्युचरको लागि एकदमै राम्रो हुन एकदमै सक्छ। बेस्ट हो। अब कुराकानीकै बिचमा नि म तपाईँलाई एउटा मन गणन्ते कुरा सोध्न चाहन्छु। जस्तो अब यो मैले मात्रै सुनेको हो या अब चाहिँ यो एउटा भन्ने चलनै छ, जस्तो यो फल चाहिँ नि मन्दिरमा पनि चढाउन नमिल्ने, प्रसाद पनि बनाउन नमिल्ने भनेर भनेको छ कसैले? तपाईँ त्यस्तो त मैले सुनेको छैन सर। सुन्नुभएको छैन? सुनेको छैन मैम। ओके, मिल्छ होइन भनेपछि हजुर, यसलाई मन्दिरमा पनि चढाउनु मिल्यो, प्रसाद पनि बनाउन मिल्यो, होइन त? त्यस्तो हजुर मैले चाहिँ सुनेको छुइनँ अहिलेसम्म। जुनै प्रयोजनको लागि प्रयोग गर्दा भयो। अब मसँग अर्को एउटा यस्तै खाले प्रश्न छ है, म सोध्न चाहन्छु। जस्तो यदि तपाईँ अब अहिले त हामी हजुर पोडकास्टमा छौँ होइन, चाहिँ भोलि बिहान तपाईँ चाहिँ तपाईँको ड्र्यागन फ्रुटको चाहिँ फार्ममा जानुभयो होइन, त्यहाँ चाहिँ तपाईँले ड्र्यागन फलको सट्टा एउटा ड्र्यागनको बच्चा भेट्नुभयो क्या, ड्याड Daddy, Daddy. भनेर भन्यो भने त्यसलाई तपाईँले पाल्नुहुन्छ कि लगेर चाहिँ गाउँपालिकातिर चाहिँ दर्ता गराउनुहुन्छ? यो चाहिँ जस्ट इमेजिनेरी क्वेसन है। के गर्नु होला त्यो बेलामा? अब फल त देखेकै हो सधैँ, तर एउटा ड्र्यागनको बच्चा छ क्या, यसो गरेर चाहिँ अब ड्र्यागन हामीले देखेकै छौँ, के गर्नुहुन्थ्यो होला? साह्रै अप्ठ्यारो प्रश्न सोध्नु भयो। साँच्चीकै ड्र्यागन देख्यो भने चाहिँ अब के गर्ने भन्ने आयो। बच्चा क्या, ड्र्यागनको बच्चा। अब हामी त फलको कुरा गर्दैछौँ नि त, बच्चाले अनि अब तपाईँको रेखदेखमा हुर्केको हो, त्यो बढेको हो, त्यो फलेको हो, अनि ड्याड भन्यो भने How did you handle? म तपाईँलाई दिन्थेँ। मैले लगेर चाहिँ गाउँपालिकामा दर्ता गराइदिएँ। के गर्नु मैले पनि? अब तपाईँको चाहिँ अनुभवमा नेपालका ड्र्यागन फ्रुट किसानहरूले सामना गर्ने मुख्य चुनौतीहरू के हुन्? मलाई लाग्छ नेपालको सन्दर्भमा चाहिँ 3वटा चुनौतीहरू छ, मेजर 3वटा। सो पहिलो कुरा चाहिँ ल्याक अफ नलेज। यदि हामीसँग ज्ञान छैन र हामी चाहिँ केवल 5 मिनटको अथवा 1 घन्टाको पोडकास्टको भरमा चाहिँ खेती गर्न सुरु गऱ्यौँ भने चाहिँ भोलिको दिनमा यसले ठुलो दुर्घटना निम्ताउन सक्छ। यसमा त्यो खालको ल्याक अफ नलेज लिएर कहिले पनि कुनै पनि बिजनेस स्टार्ट नगर्नु होला। इभन ड्र्यागन फ्रुट नभएर जुनै पनि बिजनेसमा हात हाल्नुहुन्छ
अथवा अरू कुनै बालीमा हात हाल्नुहुन्छ भने त्यसको पूर्ण जानकारी लिनुहोस्, त्यसमा अलिकति गहिरिनुहोस्, त्यसको अलिकति अनुभव लिनुहोस्, अनि मात्र त्यसको खेतीलाई स्टार्ट गर्नुहोला, त्यसको बिजनेसलाई। दुःख लाग्दो कुरा, मैले एक ठाउँ भिडियो हेरेको थिएँ जहाँ चाहिँ एकजना कृषकले 1 करोड जति ओ माई गॉड ड्र्यागन फ्रुटको खेतीमा उहाँले लगानी गर्नुभएको थियो। अनि उहाँको त्यो खेतमा चाहिँ कुन प्रजातिको ड्र्यागन लाउनु भयो त्यो पनि उहाँलाई थाहा छैन। त्यसको साइज कत्रो आउने हो, त्यसको फर्टिलाइजर म्यानेजमेन्ट के गर्ने हो, त्यसको मार्केटमा के भन्छ मार्केट स्ट्र्याटेजी कसरी बनाउने हो होइन, त्यो इत्यादि कुराहरू त्यो मापन नगरिकन चाहिँ बिजनेस स्टार्ट गर्दा त्यसले दुर्घटना निम्ताउन सक्छ, त्यो पनि ठुलो लगानीमा। त्यसो हुँदा नलेज प्रशस्त लिने अनि मात्रै बिजनेस स्टार्ट गर्ने। ल्याक अफ नलेज चाहिँ सबैभन्दा ठुलो फेलियर हो। नलेज लिनै पर्छ हजुरले, त्यसमा गरिनै पर्छ, रिसर्च गर्नै पर्छ, अनि मात्र आफ्नो बिजनेस कुनै पनि बिजनेस त्यसरी मात्र स्टार्ट गर्नु। पर्फेक्ट। दोस्रो कुरा चाहिँ ठुलो लगानी नगर्नुहोस् कहिले, अनुभव बटुल्नुहोस्, सानो सानो मिस्टेकबाट सिक्नुहोस्, सानो सानो गल्तीबाट शिक्षा लिनुहोस्, अनि मात्र त्यसले हामीलाई अलिकति सक्सेसमा पुसअप गर्दै जान्छ, हामीलाई ठेल्दै जान्छ। मैले 3 कट्ठाबाट स्टार्ट गरेँ, 3 कट्ठा मैले 1200वटा बिरुवा लगाएको थिएँ। पिलर, त्यस पछाडि त्यसमा भएको इरिगेसन होइन, सिँचाइको बारेमा, फर्टिलाइजरको बारेमा बिस्तारै त्यो अनुभव गर्दै गएर अहिले यहाँसम्म नलेज मैले प्राप्त गरेँ। त्यसो हुँदा मैले सानोदेखि सुरु गरेको, अहिले मैले 13 कट्ठा पुऱ्याएको छु। सो सानोदेखि सुरु गर्दाखेरि हामीलाई दुर्घटनाबाट जोगाउँछ। अनि तेस्रो कुरा चाहिँ वेदर आफैमा च्यालेन्ज हो। तराईको सन्दर्भमा अब तराईमा तपाईँको पानी वर्षा पनि हुन्छ है, रेनी सिजन पनि हुन्छ, विन्टर पनि हुन्छ, समर पनि हुन्छ। त्यसको लागि पूर्व तयारी गर्ने मैले जुन कुरा अगाडि पनि भनिसकेको थिएँ, हामीले वेदरलाई हेलसेक्राइ गर्नै सक्दैनौँ क्या। विन्टरमा के गर्ने त्यो अगाडि नै सोचिराख्नुपर्छ होइन। विन्टरमा फङ्गस लाग्छ, त्यसको दबाईको बारेमा अगाडि नै स्टडी गर्ने। समरमा के गर्ने, समरमा हिट वेभ हुन्छ। अहिले त झन् हिट वेभको धेरै हामीले चर्चा सुनिरहेको छौँ, गरम पनि छ पहिलाभन्दा बढी। त्यसको लागि पूर्व तयारी गर्नु। मनसुनमा के गर्ने त रेनी सिजनमा, त्यसको पूर्व तयारी गर्नु। त्यसो गऱ्यौँ भने ड्र्यागनमा जोखिम छैन। सो यो 3वटा कुरालाई याद गर्नुहोस्। ल्याक अफ नलेज हुन नदिनुहोस्, पुरै नलेज लिने, स्टडी गर्ने। दोस्रो कुरा सानोदेखि स्टार्ट गर्नुहोस्। तेस्रो चाहिँ वेदरको लागि पूर्व तयारी गर्नुहोस्। 12 बजेको घाममा फार्ममा छिर्नु भयो, त्यो तातो घामले जब तपाईँलाई हिट गर्छ नि, त्यो पछाडि तपाईँलाई कहिले लागेन बेकारमा एउटा चाहिँ पसलले खान्ते पिन्तेको खोलेको भए बरु म योभन्दा अगाडि निकै माथि पुग्थेँ, बेकारमा गरेछु भन्ने खालको चाहिँ कहिले हुँदैन? चाहिँ फिल भएन, अलिक स्ट्रेस चाहिँ भयो। तातो घाममा तपाईँले भने जस्तै यस्तो तातो घाम धेरै अनुभव गरेँ त्यो पिलर इन्स्टलेसन गर्दाखेरि, तर बेकारमा गरेँ भन्ने चाहिँ कहिले पनि लागेन। किनकि मैले त्यो सबै पढेर रिसर्च गरेरै यो भित्र पसेको। त्यसो हुँदा मैले यो 20 वर्ष 30 वर्षको लागि लङ टर्म योजना गरेरै गरेको, 1-2 वर्षको लागि पनि होइन। अनि यसको अर्को फाइदा चाहिँ बोट बिरुवा हो, नेचर हो, उसले आफ्नो काम कहिले पनि बिर्सिँदैन होइन। तपाईँ 2 हप्ता तपाईँको आफ्नो फार्म जानु भएन, उसले आफ्नो काम, आफ्नो ड्युटी कहिले पनि म त गर्दिनँ है भन्दैन क्या, उसले आफ्नो काम गरिरहेको छ। नेचरले आफ्नो काम कहिले बिर्सिँदैन त होइन। लाइक इट। साह्रै मिठो कुरा, साह्रै मिठो कुरा। जस्तो नि तपाईँको सपनामा ड्र्यागन फ्रुट आयो है, फ्रुट आयो है, ड्र्यागन त आएन नि, ड्र्यागन आएन, फ्रुट आयो, प्रब्लम छैन। तैँले चाहिँ मलाई बेचेर, मेरो चाहिँ शाखा सन्तानलाई बेचेर यति धनी भइसक्योस् रोयल्टीले भन्ने खालको हो भने कस्तो फिल गर्नु होला? यो कसरी बनाउनु भयो यस्तो प्रश्न चाहिँ? अब कामै यही हो ल। के भन्नुहुन्छ होला नि?
दिन्थ्यो भन्थ्यो होला भन्ने त हो नि दिनु पर्यो हो हजुर भन्नु त भने एउटा युवतीसँग भेट भयो तपाईँको होइन अब यो कुराकानीको क्रममा तपाईँ म्यारिड हुनुहुन्छ अनम्यारिड हुनुहुन्छ मलाई आई हेभ जिरो आइडिया आई एम म्यारिड बाई द वे अब यो चाहिँ मनगणन्ते प्रश्नै भनौँ न इमेजिनेरी अप्ठ्यार चाहिँ नपार्नुहोस् है मेरो श्रीमती पनि हेरिरहन्छु उहाँसँग एकदम पोजिटिभ छ कुराकानी तर उहाँले एउटा शर्त राख्नुभयो क्या यो ड्र्यागन फ्रुट हटाऊ यो ड्र्यागन फ्रुट हटाऊ कि मलाई हटाऊ त्यो चाहिँ कसले भन्ने युवतीले भन्नुभयो भने के रोज्नुहुन्थ्यो होला तपाईँले डेफिनेटली ड्र्यागन फ्रुट नि हटाइदिने हजुर होइन ड्र्यागन फ्रुट चुज गर्ने भनेको नि ए युवतीलाई चाहिँ हजुर हजुर त्यति इन्भेस्टेड हुनुहुन्छ है हजुर यो बजारमा नि सर यसलाई प्रबोधन गर्ने कुराहरू छ आजसम्म तपाईँले चाहिँ धेरै फलहरूलाई बजारसम्म पुर्याउनु पनि भएको होला कि त्यो छैन सर। अवसर पाएको छैन छैन अहिले अवसर पाएको छुइनँ मेरो ड्र्यागन फ्रुटको उमेर भनेको 14-15 महिना हो यसलाई 2 वर्षसम्म चाहिँ म्याच्योर हुन दिनुपर्छ योचोटि मैले लिन सक्थेँ तर योचोटि मैले आफै जानेर फल नलिएको फाटोफुटो आफ्नो खानको लागि त लिइरहेको छु तर कमर्सियली चाहिँ मैले लिन योचोटि अब आउने वैशाख जेठतिर 2084 को वैशाख अन्तिमदेखि जेठ पहिलो हप्तादेखि लिन थाल्छु कसरी हेर्नु भएको छ बजारलाई के कसरी बजार प्रबोधन राम्रो गर्ने छ सर। सोच्नु भएको छ बजार एकदम राम्रो छ व्यवसायीहरूसँग कुरा गर्नु भएको छ कि व्यापारीहरूसँग कुरा गर्नु भएको मेरो छ कि? आफ्नै साथीहरू पनि छन् जसले चाहिँ अहिलेसम्म कारोबार गरिराख्नु भएको छ अनि बजारीकरणको लागि चाहिँ म चाहिँ दुःख देख्दिनँ सर के हाम्रो फल इन्डियातिर जानुपर्ने हो कि त्यो पनि पर्दैन सर हामीलाई आफै कन्ज्युम गर्नै पुगिरहेछ नि लुछालु छ इलाम चुलाचुलीमा अवस्थित ड्रागन फर्मबाट निक्लेको फल पूर्व कहाँदेखि पश्चिम कहाँसम्म पुग्ला सर दाङसम्म मैले सुनेको थिएँ पूर्व त अब झापा सुनसरी मोरङ भइ नै हाल्यो यो जाडो ठाउँमा त्यति हुँदैन यसको उचाइ भन्नुहुन्छ भने 1200 समुद्रको सतहदेखि 1200 मिटरसम्म कमर्सियली गर्न सकिन्छ त्योभन्दा माथि चाहिँ दुःखले हुन्छ त्यो चाहिँ आफ्नो नहुने होइन तर आफूलाई हुने गरी चाहिँ त्यो रोप्दा भयो र कमर्सियली चाहिँ त्यो भन्ने गरिन्छ 1200 उचाइसम्म चाहिँ गर्न सकिन्छ तपाईँको स्टडी एकदमै राम्रो होइन जुन चाहिँ पेसामा अहिले हुनुहुन्छ स्टडी एकदम राम्रो लाग्यो तपाईँको त हामीले चाहिँ रेकर्डहरू हेऱ्यौँ होइन स्क्रिप्टहरू पढ्यौँ एकदम राम्रो होइन यति भनिरहँदाखेरि भोलि काम गर्दै जाने क्रममा तपाईँले जे सोच्नु भएको थियो त्यो भएन है हामी आशा गर्छौँ त्यो एकदम राम्रो भएर जाओस् हजुर नभएको खण्डमा के गर्नुहुन्छ मैले त्यो प्लान बी सोचेको होइन सर यो डेफिनेटली हुन्छ सर यसमा फ्युचर छ यसमा मैले प्रबल सम्भावना देखेको छु कि चाहिँ अब ठुलो भूकम्पै आउनु पर्यो नेपालमा होइन तस नस नै हुनु पर्यो कि चाहिँ ठुलो वर्ल्ड वारै हुनु पर्यो होइन त्यसले गर्दा मात्रै यो सपना नहुने हो नत्र चाहिँ नेपालमा यसको राम्रो सम्भावना छ भेरी गुड होइन अब वी विस तपाईँ यो युवा जमातबाट यस्तो प्रतिनिधित्व पात्र हुनुहुन्छ जसले चाहिँ नेपालमै बसेर त्यो पनि व्यवसाय भन्दा पनि खेती किसानी को क्षेत्रबाट चाहिँ आफ्नो भविष्य हेरिराख्नु भएको छ त्यो पनि 20 years ahead त्यो प्लानिङ हो तपाईँको कस्तो लाग्छ तपाईँलाई यो काम गरिरहँदाखेरि तपाईँको परिवारले कति साथ दिनुभएको छ तपाईँको सर्कलमा हुने मान्छेले कतिको साथ दिनु भइरहेछ तपाईँको चाहिँ कस्तो पोजिटिभ नेगेटिभ कस्तो फिडब्याक्सहरू लिइराख्नु भएको छ
म त धेरै खुसी छु आफ्नो यो काममा अनि प्लस मलाई चाहिँ यो काममा मेरो ड्याडीले धेरै सघाउनुहुन्छ भन्ने हो भने चाहिँ मभन्दा बढी उहाँले लेबर गर्नुहुन्छ त्यो ठाउँमा मेरो नाममा त त्यहाँ जोडिएको छ मेहनत मेरो ड्याडीले गर्नुहुन्छ त्यस पछाडि मेरो फ्यामिली धेरै सपोर्टिभ हुनुहुन्छ यो ड्र्यागन फ्रुटको खेतीमा मेरो श्रीमती मेरो सासू ससुरा उहाँहरू सबै पोजिटिभ हुनुहुन्छ आजको जेनेरेसनले खेती किसानलाई त्यति अलिकति बल गर्दैन क्या चाहिँ अब म्याडमले तपाईँलाई पर्याप्त साथ दिनुभएको छ यो विषयमा कहिले यो विषयमा ड्रागनलाई लिएर कहिले चाहिँ चर्काचर्की भएन सर सुरुमा चाहिँ अब यो नयाँ कन्सेप्ट थियो यो के गर्ने खेतीले पनि काहीँ हुन्छ भन्ने टाइपको थियो सुरुमा स्टार्टिङमा जुन बेला चाहिँ मैले पिलर पनि गाडेको थिइनँ तर पछि मेरो श्रीमती पनि कन्भिन्स हुनुभयो यसमा फ्युचर देख्नुभयो साथीहरूसँग सायद उहाँले पनि गफ गर्नुभयो अनि अहिले उहाँलाई आफै पनि प्राउड फिल हुन्छ जस्तो लाग्छ उहाँले आफ्नो साथीहरूलाई पनि बोलाउनुहुन्छ देखाउनुहुन्छ एकचोटि हामी गएको पनि थियौँ उहाँहरूको कलिग्स लिएर गयौँ उहाँहरूले फोटो खिच्नुभयो भिडियो बनाउनु भयो त्यो देख्दा आफूलाई खुसी लाग्छ यो सबै कामहरू गरिराख्नुको लागि नि परिवार र जीवनसङ्गिनीको कतिको हात हुँदो रहेछ कतिको महत्त्व हुँदो रहेछ डेफिनेटली ठुलो हात हुन्छ नि सर त्यसमा चाहिँ कुनै पनि डाउट छैन यदि तपाईँको पार्टनरले तपाईँलाई साथ दिनुहुन्छ भने त सबै कुरामा सफलता पाउनुको पछाडि तपाईँको पार्टनर नै हुन्छ सो म खुसी छु मेरो फ्यामिलीको लागि मेरो ड्याडीले श्रीमती मेरो परिवारहरू सपोर्टिभ नै हुनुहुन्छ यो कुरामा पोजिटिभ हुनुहुन्छ सर भनाइ छ क्या एउटा छोरा मान्छे सफल हुनुमा नि एउटा छोरी मान्छेको हात हुन्छ अरे असफल हुनुमा चाहिँ कसको हात हुँदो रहेछ सर होइन असफलताको त भागीदारी हुन चाहँदैन नि त मान्छे त्यो चाहिँ कता कसको एउटा थर्ड ह्यान्ड आउँछ कि बा इन बिट्विन त्यही ह्यान्डहरू घुस्छ कि कस्तो के लाग्छ त्यो चाहिँ जस्ट रमाइलो क्वेसनहरू तपाईँलाई सोध्न चाहेँ त्यही त असफलता भन्ने कुरा चाहिँ अब त्यसलाई अब कसरी हेर्ने भन्ने पनि हुन्छ जस्तो लाग्छ असफलता कुन कन्टेक्स्टमा हो त्यसको एउटा छोटो पिरियड मात्र हो कि होइन एउटा सानो अङ्ग मात्र हो कि लाइफ त सधैँभरि सक्सेसको एउटा सिडीले भरेको हुँदैन नि त सर डेफिनेटली त्यसमा अप एन्ड डाउन हुन्छ नै तर त्यो एउटा जीवनको एउटा भाग हो भनेर बुझ्नुपर्छ सो म चाहिँ लाइफलाई त्यसरी लिन्छु लाइफमा तपाईँको फेलियर पनि हुन्छ सक्सेस पनि हुन्छ फेरि तपाईँ फेल हुनुहुन्छ कुनै ठाउँमा फेरि त्योबाट सिक्नुहुन्छ सक्सेस बन्नुहुन्छ सो फेलियर चाहिँ सक्सेसको एउटा सिडी हो भन्ने जस्तो लाग्छ सो मलाई चाहिँ त्यस्तो लाग्छ पक्कै पनि होइन हाम्रो बुझाइ चाहिँ आफ्नो हुन्छ तर पनि म सहमत छु तपाईँको कुराहरूसँग युवा पुस्ता एक जमात छ जो गर्न चाहन्छ तिनीहरू आएर चाहिँ हामीलाई पनि सिकाइदिनुहोस् न भनेर भन्यो भने उनीहरूलाई चाहिँ गाइड गर्ने कतिसम्मको तपाईँको प्रयत्न रहनेछ डेफिनेटली म सघाउँछु मलाई त झन् खुसी पनि लाग्छ आफूले अनुभव गरेको कुरा आफूले सिकेको कुराहरू मसँग तपाईँहरू इन्स्टाग्राममा पनि जोड्न सक्नुहुन्छ मेरो इन्स्टाग्राममा चाहिँ म प्लान्ट लभर भनेर नाम राखेको छु 347 फेसबुक म त्यति चलाउँदिनँ वाट्सएपको नम्बर अहिले सायद नदिउँ होला मलाई इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ सो मसँग कन्ट्याक्ट गर्दा भयो इन्स्टाग्राममा दिनेश सर नेपालमा ड्र्यागन फ्रुट किसानहरूको कुनै सङ्घ संस्था वा ग्रुप छ मैले चाहिँ चाल पाएको छुइनँ अहिलेसम्म सायद पश्चिमतिर हुन सक्ला तर यहाँ पूर्वतिर चाहिँ मलाई त्यस्तो याद छैन हुनुपर्छ भन्ने माग चाहिँ छ त्यो हुँदाखेरि बजारीकरण सहजीकरण हुन्छ नि त होइन हजुर हजुर कतिको सम्भावना देख्नुहुन्छ अथवा कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँले बजारीकरणको कुरा गर्नुभयो होइन भोलिको दिनमा यो बिजनेस गर्ने व्यक्तिहरू ठोकिने अन्तिममा त्यही मार्केटकै कुरामा हुन्छ होइन बजारीकरणमै हुन्छ सो भोलिको दिनमा त्यो हुँदा धेरै राम्रो
खेती गर्नेहरूलाई, यो फार्म गर्नेहरूलाई। पक्कै पनि। अब मसँग हामी कार्यक्रमको नितान्त अन्तिमतिर आइपुगेको छौँ। कृषि क्षेत्रमा भविष्य बनाउन चाहने नेपाली युवाहरूलाई के कस्तो सल्लाह दिन चाहनुहुन्छ? उहाँहरूलाई म यही सल्लाह दिन चाहन्छु कि कृषि चाहिँ नेपालीहरूको लागि अन्तिम विकल्प होइन। हामी चाहिँ केही नभएर लास्टमा खेती गर्ने भनेर जुन खालको हाम्रो कन्सेप्ट छ त्यसलाई चाहिँ हामीले हटाउनुपर्छ सुरुमा। अनि यसमा चाहिँ सिरियस बिजनेस कन्सेप्ट लिएर यसमा नलेज अगाडि नै राखेर यसमा पूर्व तयारी गरेर यसमा धीरज धरेर र यसमा हार्ड वर्किङ गर्नुभयो भने डेफिनेटली यसमा राम्रो फ्युचर छ नेपालीहरूको लागि, युवाहरूको लागि। अनि सानोदेखि स्टार्ट गर्नुहोस् भन्छु, अपडेट भइराख्नुहोस् मार्केटसँग होइन। नयाँ नयाँ प्रविधिहरू आइरहेको छ खेतीमा पनि, त्यो कुरासँग अपडेटेड हुनु सिक्नुहोस् होइन। आफूलाई अपडेट राखिराख्नुहोस्, त्यो गर्नुभयो भने नेपालमै फ्युचर छ है। जस्तो कुराकानीकै क्रममा नि जस्तो अब हामी त आफ्नो क्षेत्रबाट उत्पादनमा साँच्चै लागि परेका छौँ। अनि मनमा लागेको कुरा जस्तो यी विदेशबाट आयात पनि त हुन्छ नि त्यो कुराहरू। कस्तो कम्पिटिसन छ हौ अहिले हामीलाई? कस्तो खालको किसिमको प्रेसर त छैन? त्यो ड्रागन फ्रुटले हामीलाई अलि मार त पारिरहेको छैन? एक समय अब बोर्डरहरू खुल्ला हुँदा अभियसली अब जसले खेती गरिराख्नु भएको छ प्राइसको कुरामा अलिकति भोलेटाइल हुने नै भयो होइन। अब त्यसमा चाहिँ अब नेपाल सरकारले पनि सक्रिय भएर अब नेपालको उत्पादन चाहिँ नेपालीहरूलाई नै हुने गरी त्यो खालको व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ। अनि अहिलेको सन्दर्भमा हेर्ने भने जुन यो नयाँ सरकार आएको छ निर्यात गर्ने कुरामा होइन, यहाँ ल्याउने कुरामा इम्पोर्ट गर्ने कुरामा अलिकति टाइट पनि छ। अनि त्यो एक हिसाबले कृषकहरूको लागि राम्रो पनि हो। बाहिरबाट केही नहोस् तर भित्रै उत्पादन होस्, अनि त्यसो हुँदा कृषकहरूलाई पनि मार पर्दैन। जस्तो हामीले केराकै उदाहरण दिँदाखेरि पनि अहिले त जस्तो अहिलेको सन्दर्भमा नेपालको कृषकहरूले जति केरा खेती गर्नुहुन्छ उहाँहरूलाई राम्रो भइरहेछ क्या अहिले। तपाईँले सुन्नु पनि भयो हो त हो। त्यसो हुँदा यो ड्रागनको सन्दर्भ पनि त्यही हो। मलाई लाग्छ अब बोर्डर टाइट भयो र नेपाल सरकारले नेपाली कृषकहरूलाई नै मध्यनजर गर्नुभयो भने हाम्रो लागि राम्रो छ। तर बोर्डर खुल्ला छ, कम्पिटिसन भयो भने अभियसली प्राइसमा पनि भोलाटाइल आउँछ अनि कृषकहरूलाई पनि मार पर्छ। वेल स्टडी गरेर आउँदाखेरि फर इक्जाम्पल हामीले 10 लाख रुपियाँ लगानी गऱ्यौँ, इन रिटर्न विदिन अपकमिङ 10 इयर्स के अप्रोक्सिमेटली कति जस्तो चाहिँ बनाउन सकिएला अथवा त्यो रिटर्न लिन सकिएला? मैले रफमा सोधेको है, त्यो चाहिँ जो एउटा आइडिया होस् क्या। जस्तो मैले मेरो यो लगानी चाहिँ यति प्रतिफल भएर आउँछ कि भन्ने एउटा अप्रोक्सिमेटली रफ एस्टिमेट के छ? मैले तपाईँले गरेको लगानीको 2-3 वर्ष तपाईँले रिटर्न नखोज्नुहोस्, 2 वर्ष एटलिस्ट। किनकि 2 वर्ष त त्यो हुर्किने टाइम लाग्यो। त्यो हुर्किँदै गर्दाखेरि अब तपाईँ अझै सक्रिय हुनुहुन्छ भने त्यसमा इन्टरक्रप गर्नुहोस्। किनकि बिचमा त्यो के भन्छ ड्रागनको बिचमा चाहिँ तपाईँको खाली हुन्छ, त्यसमा अरू अन्य बालीहरू पनि लाउँदा भयो जसले तपाईँलाई छिटै इन्कम दिन सक्छ, त्यो लाउँदा हुन्छ। इन्डियामा त्यही प्रचलन छ, त्यही के भन्छ ट्रेन्ड रहेछ। नेपालमा त्यति गरेको मैले देखेको छुइनँ। अनि 2 वर्षसम्म पर्खिने, त्यहाँदेखि मेरै उदाहरण दिँदाखेरि पनि 3 कठामा मैले 1200वटा ट्रेलिस मेथडले गरेको छु। त्यसले कमसेकम आउने दिनमा अबको 84देखि चाहिँ सबै काटेर पनि 4.5देखि 5सम्म एक सिजनमा। सो मैले गरेको लगानी 2 वर्ष पछाडि उठ्यो। त्यहाँदेखि उता त्यसले अब त्योभन्दा माथि पनि जान सक्छ, तर एभरेजमा 4देखि 5 त दिन्छ। त्यो पनि 3 कठाको मात्रै पुरा गर्दैछु मैले। अब मैले 10 कठामा त्यो लाउनै बाँकी छ होइन, 1 बिघामा लाउनै बाँकी छ। अनि त्यसको रिटर्न अब हामीसँग अब छुट्टै त्यसको क्यालकुलेसन गर्दा राम्रो हुन्थ्यो होला। बिरुवाबाट
फल हुनको लागि 2 वर्ष समय लाग्यो म्याच्योर हुनलाई Mature तर हुनको लागि। फलै लिनको लागि त 1 वर्षमै पनि दिन्छ तर बिरुवालाई स्ट्रेस हुन्छ क्या बिरुवालाई स्ट्रेस दिनु भएन हामीले त्यो रोगी हुन्छ भोलिको दिन 2 वर्ष पर्खिनुहोस् 20 वर्ष लिनुहोस् न कति वर्षसम्म यसको लाभ लिनु सकिने रहेछ जस्तो प्रत्येक सिजन एक सिजन चाहिँ कति महिनामा हुँदो रहेछ यसको कि 1 इयर 1 सिजन यो गरममा हुने यो प्रजाति हो त्यसो हुँदा यसले जेठदेखि दिन थाल्छ एक सालमा कतिचोटि फल निकाल्न सकिन्छ 7-8 खेप दिक्को गर्छ यसले यता दिन्छ एक सालमा 7-8 खेप फल हजुर, निकाल्न हजुर, सकिन्छ मजाले ओ माई गुडनेस लौ चाहिँ किसान साथीभाइहरू युवा पुस्ताहरू अब 7-8 खेप फल निकाल्दाखेरि चाहिँ अघि भनिसक्नुभयो अब अप्रोक्सिमेटली 4 लाख एप्रोक्स हजुर अब इट्स अ गुड नम्बर अफ मनी है अगाडि बढ्नु होला है त जस्तो अब यो एउटा फनी क्वेसन है संसारको सबै फलफुल बीच महायुद्ध भयो अरे क्या त्यसो हुँदा चाहिँ ड्रागन फ्रुटले स्याउ र स्याङ्जाको सुन्तलालाई हराउन सक्दैन फलफुलको महायुद्ध स्याउ र सुन्तला पनि अब पहिलेदेखि आफ्नो जडा गारेको होइन आफ्नो गुडविल बनाएको फलफुल हो त्यसो हुँदा हामीलाई ड्रागन फ्रुट पनि चाहिन्छ स्याउ पनि चाहिन्छ सुन्तला पनि चाहिन्छ महायुद्ध हुँदा पनि मिलेर बस्छन् होला के होइन जस्तो अहिले त तपाईँ अब एकदमै सक्सेसफुल म्यारिड लाइफमा हुनुहुन्छ तर यदि तपाईँ म्यारिड नहुनु भएको थियो भने होइन चाहिँ घरबाट प्रेसर आइरहँदाखेरि बे गर्नुपर्छ बे गर्नु है भनिरहँदाखेरि फल पाकेपछि मात्रै बे गर्छु ड्रागन फ्रुटलाई पाकेपछि मात्रै बे गर्छु भन्ने खालको हुन्थ्यो होला अब इन्भेस्टेड हुनुहुन्छ नि त तपाईँ त त्यता नि सायद त्यसै भन्थ्यो होला होइन लगानी हो हजुर होइन भविष्य हो त्यो अब लगानी भन्दा पनि यदि बारीमा छिर्नुभयो तपाईँ ड्रागनको काँडाले घोचेर चाहिँ तपाईँ ड्रागन म्यान हुनुभयो अरे क्या जसरी स्पाइडर म्यान हुन्छ नि के गर्नु त्यसलाई के गर्ने अब त्यो ड्रागनले खोज्दैन होइन होइन अब ड्रागन म्यान भइसकेपछि त केही न केही अलौकिक शक्तिहरू आउँथ्यो होला नि त तपाईँसँग उड्ने शक्ति हुनसक्छ तान्ने शक्ति हुनसक्छ बचाउने शक्ति हुनसक्छ बचाउँथ्यो होला बचाउँथे के बचाउनुहुन्थ्यो कसलाई बचाउनुहुन्थ्यो सामाजिक सुरक्षा दिन्थ्यो होला जाँदै छुट्दै हाम्रो दर्शक श्रोताहरू जसले हाम्रो पोडकास्ट हेरिराख्नु भएको छ केही सन्देश दिन चाहनुहुन्छ ड्रागनकै सन्दर्भमा तपाईँलाई जे लाग्यो जे जस्तो सन्देश अब तपाईँलाई के आइरहेछ त्यो तपाईँले सेयर गर्न सक्नुहुन्छ के भन्न चाहनुहुन्छ जाँदै थ्याङ्क यू भेरी मच भन्न चाहन्छु विशेष गरेर यो पोडकास्ट हेरिदिनु भएकोमा भोइस अफ युथ भोइस अफ युथ अनि यो च्यानललाई माया पनि गरिदिनुहोस् भन्न चाहन्छु अनि नेपालमा भविष्य छ नेपालमै केही गरौँ आफ्नो माटोलाई माया गरौँ म त अलि बोट बिरुवाहरूसँग अलिकति लगाव भएको कारणले गर्दा म बोट बिरुवातिरै जान चाहन्छु मलाई फुलहरू पनि मनपर्छ घरमा इन्डोर आउटडोर प्लान्ट पनि छ म रिसर्च पनि गर्छु म यसमा पढाइ पनि गर्छु अरू टाइमहरू यसमै खर्च गर्छु सो प्रोडक्टिभ हुनुहोस् आफ्नो समय खेर नफाल्नुहोस् केही नयाँ नयाँ कुराहरू सिक्नुहोस् अनि भविष्यमा ताकि हाम्रो समाजलाई आफ्नो देशलाई राष्ट्रलाई केही न केही फाइदा होस् भन्ने विषयमा चाहिँ लगानी गर्नुहोस् भन्न चाहन्छु हुन्छ थ्याङ्क यू